रामीको एसईको रिजल्ट प्रकाशित भएको छ र उसले उत्कृष्ट अङ्क ल्याएर पास भएको छ। रामीका बाबाआमा उसलाई सर्ट पढाउन पठाउने कुरामा सहमत हुन्छन्।
रामीकी आमा रामीलाई सहरको राम्रो कलेजमा पढाउनु भनेर पैसाको जोड गर्न गाउँका मुखिया सरपञ्च जान्छ। मलाई काम थियो मुखियामा, त्यही भएर आएको। के काम हो भन त? छोराले एसी यता रामी सहर जानको लागि आफ्नो झोला तयार गर्दैछ। गाउँ पढ्न जाने रे, मसँग पैसा छैन, त्यही भएर थोरै पैसा दिनुहुन्छ कि भनेर आएको छु। ए ल ठिकै छ, अब गाउँघरमा हुने कुरा मैले पैसा चाहिँ दिन्छु, तर तिमीले चाहिँ टाइमले पुगाउनु पर्छ नि फेरि। हुन्छ मुखियामा, हुन्छ। चर्को बिहान पुग्नुपर्छ है। हुन्छ मुखियामा, जसरी सबक दिन्छ त्यसरी नै दिन्छु मुखियामा। ल लगेर रामको छोरालाई सम्झाऊ ल। हुन्छ मुखियामा। नमस्ते मुखियामा। नमस्ते नानी। छोरो अब मैले त झोलाहरू सबै प्याक गरिसकेँ। अब गाडी पनि छुट्ला, जाम के हो पैसा जुवा के भयो। मैले साउकोमा गएर 100बाट 5को ब्याजले पैसा ल्याइदिएको छु। तिमीले बजार गएर राम्रोसँग पढ्नु, जाँड रक्सी नखानु, कुलतमा नलाग्नु, साथीहरूको सङ्गतमा लाएर नबिग्रिनु, राम्रोसँग पढ्नु, आमाको दुःखलाई देख्नु। तिम्रो बाबाले कस्तो गरेको छ तिमीले थाहा पाएकै छौ। ठुलो मान्छे बन्नु छोरो, मैले पैसा ल्याइदिएको छु, राम्रोसँग जाऊ है त। म त हजुरको सिलगढीले ठाडो गराउँछु, म राम्रोसँग बोल्छु। बाबालाई एकचोटि बोलाएर भनिदिनुहुन्छ कि जाने बेला भन्नुभयो। रामेको बा, रामेको बा, के भन्नु मैले पैसा ल्याइदिएको छु। साउको ऋण गरेर छोराले जाने रहर गरे, अब पठाउने त होला नि। अघि तैँले मैले के भनेको थिएँ? मुदैन भनेर। एउटा लोग्ने मान्छेले भनेको तँलाई लाग्दैन? तँ लोग्ने कि म लोग्ने? मैले भनेको बुझिनस् तैँले? छोराले रहर गरेको छ, पढाउनु पर्छ नि। सबैको बच्चा जाँदा मेरो बच्चा पनि पढ्नु पर्छ नि। पछि ठुलो मान्छे भएर उनले आफै जागिर खाएर कमाएर तिर्छ नि। भक भक। गुन्डियामा हजुर, के भन्नु? तैँले जे भनेथिस् अहिले मेरो खुट्टीको घाम लाग्यो जस्तो छ खुट्टीको घाम। हुन्छ तैँले त्यस्तो भन्छस् भने पठाऊ पठाऊ। मेरो भन्नु केही छैन। तिमीले आमा छोरा भइसकेको। ल ल हुन्छ। लौ छोरो, पैसा ल्याइदिएको छु, राम्रोसँग जाऊ है त। ल छोरा। अनि बाबुआमाले भन्नुपर्ने कुरा त केही छैन छोरा। त आफै पढ्या लेख्या छस्, मैले भन्नुपर्ने केही छैन। आफ्नो ख्याल गरेस् छोरा। हुन्छ बाबा, गाडी पनि छुट्ला, जाम कि। जा छोरा, आफ्नो ख्याल खै बाबा ढोकर आमा राम्रोसँग पढे ठुलो मान्छे हुनुपर्छ। हस् हस् आमा, म हजुरको सिरजैले ठाडो गएको। ल हुन्छ छोरो, ल जाऊ त। ओहो, एसएलसी पास भइयो, के छ र कलेज पढ्यो, ढाका पनि के लगाउने होला राख्नु होला। अब कलेजतिर जानु पर्यो। हामीले सहर गएर नाम चलेको कलेजमा नाम पनि लेखाइसकेको छ। आज उसको कलेजको पहिलो दिन हो। सहरको सुविधा सम्पन्न कलेजमा पढ्न पाउँदा उसको खुसीको सीमा छैन। अब एडमिसन पनि भइहाल्यो, कता घुम्ने होला। सहरै सहर त जता भएर त्यतै रमाइलो। के छ? पैसा पनि टलकै छ, के गर्ने होला। हल्का दिन्छु। अब लुकी चुकी खानुपर्छ। कोठातिर जानु पर्यो। अब भएन। हेलो हेलो घर कहाँ नयाँ नयाँ देख्दैछु नि। घर त दैलेको हजुर को गर्नु भएन, मैले त चिनेन हजुरहरूलाई। हामी यतैतिर पर्सन कोठा लगेर यतैतिर कलेज पढ्छौँ। कुन कलेज हो हजुर पढ्ने? म यही भइरहेको छु। एउटै कलेज रहेछ। ए परिचय गरौँ न, नाम के हजुर? मेरो नाम राम हो।
बाउले चाहिँ पुन्टे पुन्टे भन्थे सहरमा आएर नाम राम्रो राख्नु भन्थे रामै हो मेरो नाम त मेरो नाम त टाइगर दादा। कस्तो नाम हो त यो सहरको नाम टाइगर दादा सहरमा नामै फरक हुन्छ। ए म कोठा जान लाग्यो जब क्या यहाँ मिलनपुरमा हो हेलो बरो ये कस्तो नाम हो यो रिया ठिक छ त वो चाहिँ ज्याक्स बरो। ज्याक्सन भन्दा त टाइगर हो नि त भइरहेको छ चिया खाने। म खान्न कोठामा काम छ म जान्छु कोठामा एकछिन ठिक छ जाउँ ल हामी पनि। कोठामा काम छ मैले एकछिन चिया पानी गरेर खान्न त भनिहाल्नु पो आएको ऊ सरका गलत केटाहरूको सङ्गतमा पर्छ र उनीले यस्तै विभिन्न खालका ए साउनी गर्छ, चार कप चिया बनाइदिनु र बिस्तारै त्यसको कुलतमा फस्ने गर्छ। सहरमा टाइगर नाम गरेको रामेको साथी जो लागु सब कारोबारी हो उसले रामेलाई पनि त्यस कुलतमा फसाउन साथीको नाटक गरेर नजिक हुन पुग्छ। ल बरु निकाल्नु सुरु गरिहालौँ। यहाँ चिया बगानमा चाहिँ के सुरु गर्ने हो र बिस्तारै थाहा हुन्छ बरु। साथी लिम्न है यो त हाम्रोमा त बुढा पाका बाजेले खान्छ नि यस्तोमा त खान्छ खाऊँ न नै म खान्न खाऊँ न नै मैले अहिलेसम्म खाएको खान्छु खाइदिउँ न। नै खान्न म खान्न आज जानु पनि ढिलो हुन्छ कोठामा चिया कागै बरु आइनसम्म बरु केटी मान्छे भएर पिइरहेको छ त्यस्तो गर न। सिलिलिली तुलिया फिलिलिली। कस्तो यो सिलिलिली फिलिलिली भन्ने यो यो कस्तो भनेपछि एक सरको दुनियाँ हो। खाउनु हो दिनुभयो त यो खाने बित्तिकै के हो म खान्न यो थाहा छैन मैले मार्छ मलाई घरमा खाउँ न खाउँ न साथीसँग भइसकेपछि खानुपर्छ। साथी मरेको ठाउँमा मर्नु पऱ्यो नि खाऊँ न। देऊ न देऊ बरु टेस्ट गर्न देऊ। हुन्छ साथी साह्रै जोर गर्नुभयो वेडिङ मान्छेले त थाहा छ हामी त पुरुष मान्छे हो। साह्रै के लाग्यो सुरुसुरुमा मात्रै हो क्या बरु। पछि पछि पानी भइसकेपछि त आनन्द आउँछ नि। नै मलाई त एक सरको दुनियाँ अर्को भन्नुहुन्थ्यो टाउको घुमाउने त्यही हो र अर्को भनेको सुरुमा मात्रै हो के दोष आएपछि त अब हामी सिक्ने हुँदै अब नै फेरि के हाल्नुभयो यो के भर्नुभयो यसमा फेरि समात्नु थाहा भएर दिनु अघि धेरै खोकी लाग्यो थोरै लाग्यो राम्रो रहेछ यो त झम्बो बनायो यो त बुझ्दै हो यो अझ भोलि पर्सिदेखि यो नभएर सक्दैन ब्रोहरू अब जाम क्या कोठामा पनि ढिलो हुन्छ जाम भन्नु जाम जाम भोलि ल, कलेज फेरि भेटौँ। ल, ल, ल बुढो दादा टाउको त झम्बो बनायो ल ठिक छ भने लगाऊ यहाँ कसैले केही गर्यो भने टाइगर दादा छ चिन्ता नगर्नु। कस्तो काम हो यो टाइगर दादा फेरि टाइगर दादालाई यो बजारको टाइगर दादा भनेपछि फेरि हस् दादा पुलिस आर्मी सब फेरि हस् दादा कोही हजुर पनि सामान जय होस् ब्रो जय होस् जय होस् ल भाइ बाई बाई त्यसै गरी रामे लागु औषध सेवनको दुर्दशनमा पर्न जान्छ।
उज्यालो पनि भएछ टाउको चाहिँ झम्म गरायो हिजोको साथीलाई फेरि फोन गर्नु पर्यो कि के हो आज चाहिँ लाग्ला जस्तो झमझम गर्ला जस्तो लाग्यो के हो हेलो टाइगर बोलो कहाँ हुनुहुन्छ हजुर हिजो भेटेको ठाउँमा मिलन चोकमा फेरि एकचोटि भेट्नु पर्यो हामी मिलिङ चौकभन्दा कबड्डी छ नि यता आउनु ए तिमीले भेटिसकेको छु यता हेर न यता आऊ दादा टाउको त झम्म भइरहेको हिजोकोले के गर्ने हो यो फोन नजिक आउनु न फोन नजिक ए हिजोको सालमा हो हिजोभन्दा हल्का यता बुझ्नु म आएँ यो भक्ति दादाको पसल छ नि त्यहाँनिर आउनु न ल के छ नाम ठिक टाइगर दादा दादा हजुरले चाहिँ के खुवाउनु भयो टाउको त झम्म भयो रात पनि सुत्नै सकेन सम्झिन्छु हजुरलाई मैले ए यो त सम्झिन्छु त्यो मलाई त टाउको झम्म भइरहेको छ फेरि खाखा लाग्यो एकचोटि फेरि पिउनु दिनु बच्चाले मम्मी सम्झिन्छ साथीले टाइगर दादा सम्झिन्छ हो दादा हजुरले हो मेरो भगवान् खुवाइदिनु पर्यो एकचोटि मलाई फेरि एकचोटि फ्रेन्ड छ के अरे त्यही अलिकति तानो पैसा पनि छैन भएको जति आज चाहिँ खाइहालौँ भाइले चाहिँ पैसाको व्यवस्था गर्नुपर्छ बरु कसरी हुन्छ पैसा सैसा सक्यो फ्रीमा त कतिचोटि आउँछ नहीं म ल्याउँछु घरबाट ल्याउँछु मगाउँछु म पैसा कति चाहिन्छ आज चाहिँ गरौँ म गर्छु म आज मात्रै काममा भोलि गर्छु बरु मसँग अलिकति भए पनि ठुलो गाडी छ त्यही निकाल्दा हुन्छ ल बरु गाडी छ व्यवस्था गरिहाल्छु चिन्ता पनि हुन्छ के हो यो अर्को फेरि आज खाएन हो खा भइहाल्छ नि म त्यो पनि आज ट्राई गर्छु म यहाँ ठुलो आज मलाई हिजोको भन्दा झन् लाग्यो कि यो भन्दा नि अर्को खानु पर्यो अर्को दिन पैसाको जुगाड गर न माल त हामी जुगाड गरिहाल्छौँ नि म घर गएर पैसा ल्याइहाल्छु म ल बरु गाउँतिर गएर हुन्छ कि आमा बाउसँग हुन्छ फकाएर यसो टुरसुर जाने प्लान गराएको छौँ हामीले यसैको बहाना पारेर पैसा झाडेर तुरुन्त यो भन्दा ब्रान्डेड माल हामी झाडिहाल्छौँ नि हुन्छ बरु म आज अलि बढी लाग्यो म यस्तै घर गइदिन्छु आज ल ल ल ल ल ल ल पैसाको जुगाड गर टाइगर दादा छ टाइगर दादाले मालको पुरा खाने छ ल बरु पैसाको व्यवस्था गरेर छिटै भयो ल ए आमा हजुर यो कागज यो खाली के आयो पर्छ सबै कासन मान्छे छैन त कोही पनि आमा माथिदेखि आयो छोरो ए दे आमा तो गरौ आमा माथि बानी भयो मजाले आयो कलेजमा सबै घुम्न जाने रे टुर मलाई पैसा चाहियो 20,000 जति अस्ति त मैले साउको ऋण गरेर पठाएको तिमी देखेनौ त्यो हुन त्यो गाउँले जन्मेदेखि दारु खाएर अहिलेसम्म हल्लिरहेको मैले केही भनेको छु मलाई थाहा छैन बाबासँगै कुरा गरेर पैसा मलाई थाहा छैन मलाई पैसा चाहिन्छ भोलि बिहान अहिले चाहियो म आज जाने हो होला छैन पैसा मसँग छैन भाइ म सहर जाने हो आज मलाई पैसा चाहियो कसरी हुन्छ यो फोन फर्काइदिउँ किन यस्तो कुरा गरेको छोरो भाइ, मलाई चाहियो। पढेर भनेको होइन
बाउबाट त ड्यास भइसक्यो कि अब ड्यासलाई बोलाउने बाहिर मसँग पैसा छैन तिम्रै ड्याडीसँग गएर सेवा गरेर बोलाउनु खै ड्यास छिटो बोलाउनु न ढिलो भइसक्यो मलाई टाउको पनि घुमाइरहेछ अहिले चाहिँ पढ्न गएको सहर गएको मान्छे अहिले त ठुलो धराइदिए खै सहरमा साथीहरू टुर जाने रे पैसा पुगेन रे त्यसैको लागि थोरै पैसा चाहियो भनेर आएको छ अहिले यो टुर भन्ने फेरि कहाँबाट आयो तेरो टुर भन्ने फेरि मलाई नि थाहा छैन मलाई थाहा छैन नौटा कहाँबाट आयो फेरि टुर तपाईँकै छोरालाई सोध्नु यसलाई उतातिर घुम हैन गर्न चाहिँ के गर्न आएको रहेछ नि त्यो हुँदै यहाँ हामीले पैसा चाहियो रे उसलाई पैसा चाहिएको छ रे पैसा पुगेन रे त्यही भएर आएको पैसा तिमी मा छोराले आमा छोराले जेसुकै गर भने मैले अघि नै भने होइन तपाईँ चलाई भनेको हो कि होइन मैले मलाई पाठ्य नबना फेरि लागु औषध र कागज खाने पाठ्य नबना 2-3 दिन हो मैले छोडेको फेरि सुरु गर्न नपरो जेसुकै गर तिमी मा आमा छोराले ल भने आमा के भन्नुभयो बाउले के भन्नु नि ड्राइभरलाई रिसेर जानु पैसा दिन पर्दैन रे आमा एउटा दिमागमा मेरो एउटा आयो भनौ भन छ चाली भन्छु पाले नसुन्नु त्यो घरको लालपूजा छ त बच्चेको त्यो लगेर मुखियाकोमा बुझा दिनु अब पहिला पनि बुझाएको छैन नै म तिर्छु आमा त्यो घरको लालपूजा बुझाइदिनु म पछि आएर सर लास्ट घुमेपछि सकिन्छ मेरो पढाइ सकिन्छ ल ल धेरै जिद्दी गऱ्यौ म गएर मुखिया कहाँ लालपुजा राखेर भए पनि लालपुजा दिएर राखेर भए पैसा ल्याउँछु तिमी बस मलाई गरिदिनु म यहाँ घरको भित्र बस्छु ल ल मुखियामा पहिलाको सामान ब्याज कहाँ बुझाउनु फेरि पनि छोरालाई अलिकति पैसा चाहियो रे त्यही भएर धेरै हप्ते गर्न फेरि लाग्यो पैसा पहिला पनि बुझाएको छैन तिमीलाई मैले के आधारमा पैसा दिने हो अब के आधारले दिनुहुन्छ मुखिया भाइ घरको लालपुजा सधैँ राखेर भए पनि दिनुहुन्छ बा फेरि ल्याउनु हेरौँ लालपुजा त ल्याएर आयौ पैसा तिमीलाई म भन्दिनँ अब एउटा समस्या बनाउँछु त्यो समस्यामा पैसा दिन्छु र पछि तिमीले सबैले बुझाएन भने यो लालपुजा मेरो हुन्छ नि फेरि हुन्छ मुखिया बा हुन्छ ल एकैछिन बज्यो है त ल यहाँनिर ग्याप चाहिँ लगाऊ त ल हो यहाँनिर त्यसमा पनि ल अब एउटा तिमीसँग हुन्छ एउटा मसँग हुन्छ ल अहिले नै यो लगेर जाऊ हुन्छ मुखिया बा नमस्ते मुखिया बा नमस्ते नमस्ते छोरा रामु अब म भित्र कोठामा छु के भयो पैसा जुगाड भयो त पैसा त्यही घरको लालपुजा राखेर भए पनि ल्याइदिएको छु अस्ति पनि त्यत्रो चौको बिहानमा ल्याएर तिमीलाई दिएर मलाई यो अरू नसुनामा पैसा चाहिएको थियो पैसा होइन जानु पर्यो म घुम्न ढिलो भइसक्यो फोन आइसक्यो मलाई बिल तिर्ने ए म तिर्नु के मलाई पैसा मात्रै चाहियो पैसा मात्रै ल जाउ मैले पैसा ल्याइदिएको ल ल छिटो छु पैसा पैसा किलो आमा ढोक पैसा त टनक्कै आयो फोन गर्नु पऱ्यो टाइगर दादाहरूलाई कहाँ हुन्थ्यो टाइगर दादाहरू हेलो टाइगर दादा कहाँ हो हजुरहरू म गाउँदेखि आउँदैछु त्यो खाने चिज चाहिँ घर जति ल्याउनु पऱ्यो पैसा त जति पनि छ मसँग घरको चिन्ता नगर तिमी गरिहाल नै म गाउँले आइसक्यो यहाँनिरै मिलन चोकमा आउनु त छिटो फास्ट मिलन चोकमा नै अहिले मिलन चोकमा त बरो ल म आएँ ल यो बिनामा
जङ्गलमा हो नि ल त्यो जङ्गलमा जङ्गल त्यहाँ झन् ठिक हुन्छ दादा उहाँले ल ल ल आज टाइगर रामे र उसका साथीहरू सहर नजिकै किशोरमा भेला भएका छन्। कारण हो लागोत्सव किशोरमा। ओ टाइगर दादा ओ राम के छ राम होइन के रक्स रक्स दादा अब त रक्स दादा पैसा आइसक्यो पछि ओ पैसा कति चाहियो पैसा 6 माससम्म आज जति भन्यो त्यति हुनु पर्यो चौरमा बसौँ न आज कतै पैसा आएपछि पैसा निकालौँ निकालौँ फटाफट निकालो पैसा त्यो निकालो हेर न यहाँ यस्तो पैसा छ हेर यहाँ पैसा कति खाने खाने मलाई त्यो चाहियो सामान चाहियो रकिलाई गाउँघरतिर के छ गाउँमा सब ठिक छ रक्की दादा अहिले गाउँमा रक्की दादा गाउँमा क्याट मोमो पञ्चायत छ त गाउँमा गाउँमा सोध्ने लगे त्यो ल्याउनु छिटो त्यो लास्ट पैसा कि त्यो खानै नभए लास्ट पैसा अहिले त्यही घर भयो जस्तो छ नि बरु आज लास्ट सिरी चाहिँ हान्दिनु त हामीलाई हामी त्यो यस्तो यस्तो नाकमा लाउने थियो त्यो झन् बबा हाल्नुपर्छ आज लास्ट पैसा यो लास्ट पिसियो छिटो छिटो गरेर मलाई त लास्ट पिसियो कि अहिले राम हान्न सक्छ मलाई बुढोले हानिदिन्छन् यिनी बुढोले हानिदिन्छन् मलाई आज आज चाहिँ रिया सिसले चाहिँ भाइले चाहिँ नयाँ टेस्ट बनाउँछ है सिस यो यस्तो दिनु पर्यो म पुरै संसार मेरो ल बरु हात अगाडि बढाइहालौँ न त मजाले हालेर हो रक्की भाइ टाइगर ब्रो म एकछिन सुत्छु क्या मेरो टाउको भारी भयो म एकछिन सुत्छु जाने बेला उठाउँ है जाने बेला उठाउँ मलाई है बरु सुतिहाल्यो त भाइ त गाउँबाट आएको पुरा थाकेर आएको नयाँ टेस्ट त ट्याक्कै ढालिहाल्यो नि त उसले त गाडीमा पुरा हेलो अब जाम मिलेर उठाउँ जाम ल बरु तपाईँहरू उठाउँदै गर्नुहोस् है म यसो कोही आउँछ कि दायाँ हेर्छु ओ साथी उठाउनु हो ओ साथी रामे र उसका साथीहरूलाई लागोत्सव सुरु गरिएको अवस्थामा सशस्त्र बलको उपस्थितिले नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाउँछ। रामे अत्याधिक लागोत्सव सेवनको कारणले बेहोस भारी भएको छ। उसलाई उपचारको लागि जडाली कलेज अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ। हजुर राम
इमिग्रेसन लागु औषध सेवन गरिरहेको छ हुन्छ म चेक गरेर उहाँको अवस्था के छ हुन्छ है त उहाँको त अहिले डेथ भइसकेको छ उहाँको लागु औषध धेरै युज गरेको कारण यो धेरै प्रकारको लागु औषधहरू एकैचोटि प्रयोग गरेको कारण उहाँको हाइड्रोसको कारणले मृत्यु भइसकेको छ उहाँको नजिकको आफन्त को हुनुहुन्छ त्यो आउनुभएको छ डाक्टरले चिकित्सा गर्दा अत्याधिक लागु औषध सेवनबाट मृत्यु भएको घोषणा गर्छ यता रामेको बाबुआमाले त्यो खबरको अनुसार गाउँबाट सहयोग भेट्न अस्पताल जस्तो दौडिन्छ हेलो हेलो हजुर रामेको मम्मी बोल्नु भएको हो हजुर हजुर रामेको मम्मी हो बाबु म हजुरले आफ्नो छोरालाई सहरमा पढ्न पठाउनु भएको थियो हजुर बाबु मेरो छोरो सहर पढ्न गएको छ ए म सहस्त्र बराबर नेपाल नम्बर 32 गैरका रक्तदान शिविरबाट वर्तमान गुणस्तर थापा बोल्दैछु मेरो हाम्रो गस्ती गर्ने क्रममा तपाईँको छोरालाई धेरै मात्रामा लागु औषध सेवन गरेर वीरेन्द्रनगरको पिपलचौका नजिकै अचेत अवस्थामा फुलकारी कालागाउँ हस्पिटलमा लिएका छौँ हजुरहरू जति सक्दो चाँडो हस्पिटलमा आउनु लौ नानी के भयो मेरो छोरा ए रामेको बा रामेको बा ए रामेको बा रामेको बा रामेको बा लौ नानी छोरालाई के भयो बजारबाट फोन आएको छ ल जाऊ न त जाऊ ए बिरामी भएर हस्पिटलमा सानो हस्पिटलमा सानो होइन किन बोलाइ छोरालाई यहाँ फ्रेस भएर पुलिस चौकीदेखि हस्पिटल पुर्याइदिएको छ होइन के भन्छ यसले मैले उहाँ बाख्रोलाई घाँस काटेर झुन्ड्याएर उता काममा बिजी छु होइन के मैले फेरि भन्दा छोरालाई हस्पिटलमा पुर्याउनु भएको छ अरे पुलिसहरूले एक्सिडेन्ट भएर हस्पिटलमा पुर्याएको छ छिटो जाऊ न लौ छिटो जाऊ जाऊ न जाऊ छिटो जाऊ ल जाउँ डाक्टर साहब नमस्ते नमस्ते हजुर उहाँ हो हजुर आमा बा हो उहाँको हजुरमा उहाँको आमा हो अब के भएको छ बाबु मेरो छोरालाई के भयो उहाँलाई चाहिँ बाटोमा बेहोस अवस्थामा भेटेर हामीले यहाँ नेपाल पुलिसले हस्पिटल लिएर आउनुभएको थियो हजुर उहाँ चाहिँ बेहोस अवस्थामा फेला पारेर ल्याउनु भएको छ उहाँको पकेटदेखि कडा खालको लागु औषधहरूको बट्टाहरू र सिरिन्जहरू पनि दिनुभएको थियो हजुर त्यो कडा खालको लागु औषध उहाँले युज गरेको कारण हाई डोजको कारणले गर्दा धेरै प्रकारको औषधिहरू एकैचोटि लागु औषधहरू प्रयोग गरेको कारणले गर्दा उहाँको मृत्यु भएको छ ए बाबा नि मेरो छोरालाई के भयो मैले ट्रक पैसा पुलिस आउँदै डाक्टर साहब मैले आज साँच्ची के मेरो छोरा यस्तो भएको काटेर हो त
मैले गल्ती गरेको रहेछु मैले जानेर मलाई माफ गर्दैछु मैले गल्ती गरेको माफ गर्दैछु यता लागु औषध कारबाही टाइगरलाई लागु औषध नियन्त्रण कम्पनी 5 वर्षसहित र 2 लाख रुपियाँ हुन्छ भने मृतक रानीका अन्य साथीहरूलाई